नेपालका अस्पतालहरूमा सेतो कोट लगाएर बिरामीको सेवा गर्ने हातहरू सडकमा आन्दोलन गर्न किन बाध्य भए? आउनुहोस्, आज हामी त्यही लामो सङ्घर्षपछि भएको एउटा ऐतिहासिक सम्झौता र त्यसले ल्याउन सक्ने परिवर्तनको कथालाई अलिक गहिराइमा गएर हेरौँ। त्यसो भए सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्रश्नबाटै सुरु गरौँ न, होइन त? आखिर अरूलाई जीवन दिने स्वास्थ्यकर्मीहरू आफै सडकमा उत्रिनुपर्ने अवस्था किन आयो? के थिए ती कारणहरू जसले उनीहरूलाई यति ठूलो कदम चाल्न बाध्य बनायो? हेर्नुस्, यो आन्दोलन कुनै एकै रातमा उठेको आदि थिएन, होइन। यो त वर्षौंदेखि हाम्रो स्वास्थ्य प्रणालीभित्र गुम्सिएर बसेका समस्याहरूको एउटा विस्फोट थियो। ल, अब ती समस्याहरूको जडसम्मै पुगेर कुरा गरौँ। उनीहरूका गुनासाहरू सामान्य थिएनन्। कल्पना गर्नुहोस् त, एकातिर कर्मचारी अभावले गर्दा कामको बोझ यति धेरै कि थिचिने अवस्था, अनि अर्कोतिर त्यही कामको तलब पनि कम, त्यो पनि कहिले आउँछ पत्तो नहुने। सरकारी र निजी क्षेत्रको तलबमा त आकाश पातालकै फरक थियो। त्यति मात्र कहाँ हो र, करारमा काम गर्नेहरूलाई भोलि आफ्नो जागिर के हुन्छ भन्ने कुनै टुङ्गो नहुने, जोखिम मोलेर काम गर्दा पनि न कुनै भत्ता न त ओभरटाइमको पैसा। अझ कतिपय ठाउँमा त उनीहरूको भविष्यसँग जोडिएको अनुभव पत्र र शैक्षिक प्रमाणपत्र समेत बन्धक बनाएर राख्ने गरिएको थियो। तर यी मागहरू आजका नयाँ भने पक्कै होइनन्। यो त वर्षौं पुरानो आवाज थियो। विगतमा पनि सरकार र सम्बन्धित निकायको ढोका नढकक्याएका होइनन्, तर हरेक पटक उनीहरूका मागहरू आश्वासनको थुप्रोमा कतै हराएर जान्थे। यहाँ हेरौँ न, यो कथा कति पुरानो रहेछ। 2073 सालदेखि नै समितिहरू बने, प्रतिवेदनहरू बुझाइए। 2079 र 2080मा पनि प्रयास नभएका होइनन्, तर हरेक पटक ती सिफारिसहरू केवल कागजको पानामा मात्र सीमित भए। हो, यही व्यवस्थाले गर्दा अवस्था झन बिग्रदै गयो र अन्ततः 2082मा आन्दोलनले यस्तो रूप लियो जसले सरकारलाई एउटा निर्णायक कदम चाल्नै पर्ने अवस्थामा पुर्यायो। जब पानी टाउकोभन्दा माथि गयो अनि सरकार पनि दबावमा आयो र अन्ततः सबै पक्षलाई एउटै टेबलमा राखेर एउटा उच्चस्तरीय कार्यदल गठन गरियो। यस पटकको उद्देश्य सतहको मर्मत गर्नु मात्र थिएन, बरु समस्याको जडसम्मै पुगेर एउटा दिगो समाधान खोज्नु थियो। यो प्रयास कतिको गम्भीर थियो भन्ने कुरा एउटै सङ्ख्याले बताउँछ। 21 हो, कार्यदलमा जम्मा 21 जना सदस्य थिए। यो सङ्ख्याले नै के सुनिश्चित गर्यो भने यसपटक कसैको पनि आवाज छुट्ने छैन। र यहाँ हेर्न सकिन्छ, कार्यदलको संरचना साँच्चै सन्तुलित थियो। यसमा सरकारी मन्त्रालयका प्रतिनिधि थिए, स्वास्थ्यकर्मीका पेशागत सङ्गठनहरू थिए, अस्पताल सञ्चालकहरू पनि थिए, अनि आन्दोलनमा होमिएका प्रतिनिधिहरू पनि थिए। सबैको लगभग बराबर सहभागिता। यही सन्तुलित संरचनाले नै एउटा साझा सहमतिमा पुग्न बलियो आधार तयार गर्यो। लामो रस्साकस्सी अनेकौं बैठक र बहसपछि अन्ततः त्यो घडी आयो जसको सबैलाई प्रतीक्षा थियो। त्यो क्षण जब सबै पक्ष एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्न तयार भए। त्यही सम्झौता जसले महिनौंदेखिको आन्दोलनलाई अन्त्य गर्यो। हो, स्क्रिनमा देखिएको यो त्यही ऐतिहासिक सम्झौता पत्र हो, कैयौं दिनको मेहनतको परिणाम। 2082 साल मङ्सिर 15 गते भएको यो हस्ताक्षरले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ। ल, अब सबैभन्दा चासोको विषयमा जाउँ, तलब। आखिर के सहमति भयो त? सम्झौता अनुसार अबदेखि निजी मेडिकल कलेज र शिक्षण अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीले कम्तीमा सरकारी 5औं तहको तलब अर्थात् 34,730 रुपियाँ पाउनेछन्। त्यसैगरी अन्य निजी तथा सामुदायिक अस्पतालहरूमा त्यही तहको 80% अर्थात् 27,784 रुपियाँ न्यूनतम तलब तोकिएको छ र यो नियम 2082 कार्तिक महिनादेखि नै लागू हुनेछ। अनि अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने, यदि कुनै स्वास्थ्य कर्मीले पहिलेदेखि नै तोकिएको न्यूनतम तलबभन्दा बढी पाइरहेको छ भने उसको तलब घटाइने छैन। यसले के सुनिश्चित गर्यो भने यो नयाँ नियमले कसैलाई पनि घाटा हुने छैन। तलब मात्रै होइन, अबदेखि वर्षौंदेखि चल्दै आएको शोषणका अरू रूपहरू पनि अन्त्य हुनेछन्। अब कुनै पनि रोजगारदाताले अनुभव पत्र दिन आनाकानी गर्न पाउने छैनन्। कसैको शैक्षिक प्रमाणपत्र बन्धक बनाउनु गैरकानुनी हुनेछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हरेक महिनाको तलब ब्याङ्क मार्फत भुक्तानी गर्नुपर्नेछ, जसले आर्थिक पारदर्शिता पनि बढाउनेछ। यो सम्झौताको एउटा राम्रो पक्ष के हो भने यसले एउटा पक्षलाई मात्र हेरेन। एकातिर स्वास्थ्यकर्मीहरूले न्यूनतम तलब र रोजगारीको सुरक्षा पाए भने अर्कोतिर निजी हस्पिटलका जायज समस्याहरूलाई पनि सम्बोधन गरियो। जस्तै
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्ने, लाइसेन्स नवीकरण प्रक्रियालाई सरल बनाउने र सहुलियतपूर्ण ऋण तथा बिजुली महसुलमा छुटका लागि पहल गर्ने जस्ता महत्त्वपूर्ण कुराहरू पनि समेटिएका छन्। सम्झौता हुनु निस्सन्देह एउटा ठूलो उपलब्धि हो। तर के यतिले मात्रै पुग्छ त? के लडाईँ साँच्चै सकिएकै हो त? यो त केवल एउटा सुरुवात हो। अबको सबैभन्दा ठूलो र कठिन चुनौती भनेको यसको कार्यान्वयन हो। स्वयं प्रतिवेदनको निष्कर्षले पनि यही कुरालाई जोड दिएको छ। यी सिफारिसहरूलाई साँच्चै व्यवहारमा उतारियो भने मात्र हाम्रो स्वास्थ्य प्रणाली बलियो हुनेछ र स्वास्थ्यकर्मीहरूको हक अधिकार सुरक्षित हुनेछ। र अन्त्यमा एउटा गम्भीर प्रश्न, के यो सम्झौताले नेपालको स्वास्थ्य क्षेत्रमा साँच्चीकै स्थायी परिवर्तन ल्याउला, वा यो पनि विगतका प्रतिवेदनहरू जस्तै कार्यान्वयनको अभावमा दराजको कुनै कुनामा थन्किने अर्को एउटा कागज मात्र बन्ला? यसको जवाब अबको भविष्यले नै दिनेछ।